फाइनल्ली गुड न्युज आएको छ है साथीहरू। 2026 को इपिएस अन्तर्गत प्रथम चरणको कोरियन भाषा परीक्षा इपिएस टपी 2026 को लागि आवेदन फर्म भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचनाहरू चाहिँ आइसकेको छ। 2026 मा चाहिँ 26 को प्रथम चरणको लागि हो। यो सूचनाको बारेमा म सबै डिटेलमा भन्ने कोसिस गर्छु है त। सूचना प्रकाशन मिति यहाँ भर्खरै आएको छ है, 2083 4 महिना 5 गते आएको छ। त्यसपछि यहाँ अलि तल सक्नुहुन्छ, यो चाहिँ तपाईले आफै पढ्नु होला। कोरियन भाषा उत्तीर्ण हुनु चाहिँ रोजगारीको सुनिश्चितता होइन भनेर भनेको छ। यो चाहिँ तपाई आफै पढ्नु होला है त। अब हामी एकमा जाम, तपाईले डिटेलमा म भन्नेछु। परीक्षाको मिति यहाँ देख्न सक्नुहुन्छ। आवेदन संकलन प्रक्रिया सम्पन्न भई जम्मा आवेदक संख्या निर्धारण भए पश्चात कार्यालयको वेबसाइट जुन हो त्यसमा चाहिँ परीक्षाको मिति र तालिका सार्वजनिक गरिने भनेको छ। यहाँनिर देख्न सक्नुहुन्छ। एक दिनमा बढीमा 5 शिफ्ट गरी परीक्षा सञ्चालन हुनेछ। साथै आवेदक संख्याको आधारमा वा अन्य विधिक कारण आइपरेमा परीक्षा तालिका फेरबदल पनि हुन सक्नेछ भनेर यहाँ तपाईले देख्न सक्नुहुन्छ भनेको छ हैन। यहाँनिर भनेको छ, यहाँ देख्न सक्नुहुन्छ। त्यसपछि 2 मा यहाँ देख्न सक्नुहुन्छ आवेदनको क्षेत्र र अनुमानित उत्तीर्ण संख्या कति छ त, कति कोटा खुलेको छ भनेर तपाईले यहाँ देख्न सक्नुहुन्छ है त। यहाँ देख्न सक्नुहुन्छ पोइन्ट बेस सेलेक्सन सिस्टमको अनुमानित उत्तीर्ण संख्या भनेको तपाईको कति रहेको छ भने तपाईको 7200 हुनेछ भनेको चाहिँ अनुमानित उत्तीर्ण संख्या मात्रै हो है त। अब यहाँनिर परीक्षाको उत्तीर्ण संख्याको कडलाइनको आधारमा केएचआरडीले चाहिँ उपलब्ध गराएको नतिजा बमोजिम हुनेछ। अब प्रथम चरणमा कटलाइन कति पर्यो र त्यसको उत्तीर्ण संख्या, उत्तीर्ण भएका विद्यार्थीको संख्या कति छ त्यही अनुसार चाहिँ नतिजा इपिएसले उपलब्ध गराएको नतिजा बमोजिम कटलाइन हुनेछ भनेको के। तपाई यहाँनिर अर्को देख्न सक्नुहुन्छ। तल जाम, कोरियामा कामदारको माग अनुसार उत्तीर्ण संख्या घटबढ हुनेछ। अब कोरियामा कति कामदारको माग भयो त्यसमा घट्ने पनि छ अथवा बढ्न पनि सक्छ। धेरै कामदारको माग भयो भने बढ्छ, थोरै भयो भने यही पनि घटेर जान सक्छ। तर अहिले चाहिँ अनुमानित संख्या भनेको 7200 छ। अब हाम्रो कोटा खोलेको केमा खोल्यो भनेर यहाँ तपाईँ देख्न सक्नुहुन्छ। सरसत यहाँनिर म भनिदिनेछु है त। यहाँ देख्न सक्नुहुन्छ। ल 1 नम्बरमा देख्न सक्नुहुन्छ उत्पादनमूलक क्षेत्रमा कति खुलेको छ त 5000 जना खुलेको छ। अब 2 मा देख्न सक्नुहुन्छ कृषि तथा पशुपालन क्षेत्र एग्रिकल्चर र लाइभस्टेक, म्यानुफ्याक्चर अनि एग्रिकल्चर र लाइभस्टेक योभन्दा पहिला खुलेको थियो भने अहिले चाहिँ सेवा क्षेत्र र वन क्षेत्र दुईटा चाहिँ एड गरेर खुलेको छ, दुईटा एक्स्ट्रा पनि खुलेको छ। जम्मा टोटल संख्या यहाँनिर देख्न सक्नुहुन्छ 72000। हाम्रो वन क्षेत्रमा 100 जना, सेवा क्षेत्रमा 100 जना अनि एग्रिकल्चर र लाइभस्टेकमा चाहिँ 2000 जना खुलेको छ भने उत्पादनमूलक क्षेत्रमा चाहिँ तपाईको 5000 जना खुलेको छ है त। ल तपाईँ देख्नुहुन्छ टोटल कति छ 7200 जना खुलेको छ। अब यसको नियमहरू के छ त हामी हेर्ने कोसिस गरौँ है त। अब नियम के छ भने एक व्यक्तिले एकवटा क्षेत्रमा मात्र दरखास्त फारम भर्न पाउनेछ। प्रथम चरण उत्तीर्ण गरेपछि छनौट गरिएको क्षेत्र परिवर्तन गर्न पाइनेछ। यसको भन्नुको मतलब एउटामा भर्नुभयो भने तपाईले वन क्षेत्रमा भर्नुभयो भने तपाईले अन्य 3वटा सेक्टरमा तपाईले भर्न पाउनुहुने छैन। यसको मतलब यसरी भनेको है त। प्रथम चरणको भाषा परीक्षामा उत्तीर्ण परीक्षार्थीले दोस्रो चरण स्किल टेस्ट परीक्षा कार्य क्षमता मूल्याङ्कनमा समेत सहभागी भई उत्तीर्ण भएपछि मात्र अन्तिम चरणमा पढ्न सक्छ। भन्नाले के हो भने तपाईले प्रथम कोरियन भाषा परीक्षा दिनुभयो, त्यसमा पास हुनुभयो, त्यसपछि तपाईले फेरि के हुन्छ स्किल टेस्ट हुन्छ। स्किल टेस्ट परीक्षा भयो भने त्यसमा पनि कार्यक्षमता अनुसारको मूल्याङ्कन तपाई पास हुनुभयो, उत्तीर्ण हुनुभयो भने मात्रै तपाईको अर्को जुन अन्तिम चरण हुन्छ अन्तिम छनौटमा चाहिँ तपाई पढ्न सहभागी हुनुहुन्छ। अनि त्यसपछि भनेको छ उत्पादनमूलक क्षेत्र, कृषि तथा पशुपालन क्षेत्र, सेवा क्षेत्र र वन क्षेत्रतर्फ परीक्षाको आवेदन फारम भर्दा यसै सूचनाको बुँदा नम्बर 9 मा उल्लेख गरिएको सम्बन्धित क्षेत्रको कुनै पनि एक उपक्षेत्र अनिवार्य छनौट गर्नुपर्छ। एउटा सेक्टर मात्रै तपाईले चुज गर्नु होला भनेर यहाँ भनेको छ है। अब 3 नम्बरमा देख्न सक्नुहुन्छ आवेदकको योग्यता। अब फर्म भर्ने मान्छेको योग्यता के आवश्यक पर्छ? नेपाली नागरिक अनिवार्य हुनुपर्नेछ। त्यसपछि चाहिँ तपाईले 2 मा देख्न सक्नुहुन्छ ख नम्बरमा भनेको छ उमेर 18 पुरा भई 39 ननागेको अथवा सम्बन्धित उम्मेदवार सन् 1986 जुलाई 28 देखि 2008 जुलाई 27 बीच जन्मिएको हुनुपर्नेछ भनेको छ है त। तपाईले अपराध गरेर तपाईले जेल नगएको हुनुपर्नेछ है त। फौजदारी हिसाबले अदालतबाट सजाय तपाईले नपाएको हुनुपर्छ है त। अब गणतन्त्र कोरिया गैर कानुनी रूपमा बसोबास गरी कोरियाबाट फिर्ता नपठाइएको तपाईँ नेपाल सरकारले अन्य मुलुकमा जान रोक्न लाग्यो। यदि नेपाल सरकारले तपाईले कुनै पनि गैर कानुनी हिसाबमा तपाईले अपराध गर्नुभयो र नेपाल सरकारले तपाईलाई विदेश जानै बन्देज गराएको छ भने चाहिँ रोक लगाएको छ भने चाहिँ तपाईले भर्न पाउनुहुने छैन। अब कोरियामा E9 भिसा र E10 भिसामा
5 वर्ष वा सोभन्दा बढी नबसेको हुनुपर्छ। अब तपाईँले आवेदनहरू दर्ता गर्ने प्रक्रियाहरू के छ त यहाँनिर हामी देख्न सक्छौँ है त। आवेदन दर्ता मिति भनेको 2026 जुलाई 27 देखि अगस्त 2 सम्म भनेको छ। भन्नाले यो नेपाली डेट ठ्याक्कै कति पर्छ भनेपछि साउनको 11 गतेदेखि 17 गतेसम्म तपाईँको पर्छ है त। अब खमा भनेको चाहिँ आवेदन दर्ता प्रक्रिया परीक्षा आवेदन फर्म। यो जुन वेबसाइट छ वेबसाइटमा गएर अनलाइन फर्म इपिएस वेबसाइट हो चाहिँ यो, त्यसमा गएर भर्न सक्नुहुनेछ भनेको छ। अनि आवेदन दर्ता गर्ने तरिका के छ त, अब तपाईँले कस्तो कस्तो तरिका अपनाउनु पर्छ भनेर यहाँनिर भन्नु छ। आवेदन दर्ता गर्ने तरिकाको पहिलो पेजमा नै तपाईँले डेमो भिडियो हेर्न सक्नुहुन्छ। आवेदन कसरी दिने भनेर तपाईँले वेबसाइटमा जानुभयो भने पहिलो पेजमा नै तपाईँले डेमो भिडियो देख्न सक्नुहुन्छ। त्यही अनुसार चाहिँ तपाईँले आवेदन दर्ता गर्नुपर्ने हुन्छ भनेको छ है त। अब आवेदन दर्ताका लागि आवश्यक कागजात तपाईँले डकुमेन्टहरू के पर्छ त आवश्यक भनेर चाहिँ भनेको छ। आवेदकले आवेदन फारम भर्दा राहदानीको फोटो भएको पेज बायो पेजको स्क्यान गरेर अपलोड गर्नुपर्ने हुन्छ। जुन आवेदकले फारम भर्दा चाहिँ अनिवार्य रूपमा आफ्नो इमेल ठेगाना र मोबाइल नम्बर उल्लेख गर्नुपर्ने छ। अनि अर्को कुरा आवेदन फारम 6 महिना यता खिचेको पृष्ठभूमि सेतो भएको तर लुगा सेतो नलगाएको कुनै पनि दुवै कान चाहिँ स्पष्ट देखिएको राहदानी साइजको रङ्गीन फोटो तपाईँले के गर्नुपर्ने हुन्छ स्क्यान गरेर अपलोड गर्नुपर्ने हुन्छ भनेको छ है त। यहाँ देख्न सक्नुहुन्छ परीक्षा शुल्क अमेरिकी डलर 28 लाग्नेछ। अमेरिकी $28 तपाईँले परीक्षा शुल्क लाग्नेछ यहाँनिर देख्न सक्नुहुन्छ। आवेदकले जुन दिनमा फारम दर्ता गराउने हो सो दिनको लागि केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरका हिसाबबाट हुन आउने नेपाली रुपैयाँ आवेदन फारम भर्दा सोही पोर्टलबाट अनलाइन मार्फत बुझाउनु पर्नेछ तल भनेको छ है त। यहाँनिर देख्नुहुन्छ तल के भनेको छ भने आवेदन फारममा उल्लेखित आवेदकको व्यक्तिगत विवरण जस्तै नाम, जन्ममिति, लिङ्ग र फोटो निजको राहदानीको भन्दा फरक परेमा परीक्षामा सामेल नगराइने साथै आवेदन फारम दर्ता पश्चात यस्ता विवरण सच्याउन नपाइने भएकोले फारम दर्ता पूर्व नै आफ्नो विवरणहरू ठिक भए नभएको यकिन गरेर दर्ता गर्नुहोला भनेको छ। अब तपाईँले यहाँ देख्न सक्नुहुन्छ 5 नम्बरमा के भनेको छ भने परीक्षा स्थल तथा परीक्षा समय कहिले त कति बजेबाट सुरु हुन्छ भनेर भनेको छ। कहाँ हुने र कति बजेबाट कुन टाइममा हुने भनेर भनेको छ है त। परीक्षा समय दिएको छ यता परीक्षार्थीहरूले परीक्षा युबिडी मार्फत भैँसेपाटी ललितपुर स्थित युबिडी भवनमा हुनेछ भनेको छ। परीक्षा 5औं सिफ्टमा सञ्चालन हुनेछ भनेको छ। 5वटा सिफ्ट तल दिएको छ र अनि तलको सेड्युलहरू दिएको छ। त्यही उल्लेखित सेड्युल बमोजिम नै हुनेछ भनेको छ है त। नोट आवेदन सङ्ख्याको आधारमा वा अन्य विधिका कारणले आइपरेमा परीक्षा तालिका फेरबदल हुनेछ भनेको छ। यो तपाईँले आफै हेर्न सक्नुहुन्छ, मजाले हेर्नु होला सेक्सन कति बजेदेखि कसरी हुने भनेर यहाँ दिएको छ है त। यसरी भनेको छ। अनि त्यसपछि गएर तपाईँले तल आउनुपर्ने हुन्छ नतिजा प्रकाशन कहिले हुने त। प्रथमको भाषा परीक्षा नतिजा चाहिँ अब केएचआरडीबाट अर्को सूचना प्राप्त भएपछि प्रकाशित गरिनेछ भन्छ होइन। जस परीक्षार्थीहरूले परीक्षामा आफूले प्राप्त गरेको प्राप्ताङ्कको जानकारी इपिएस जुन शाखा हो त्यहाँबाट eps.go.kr तथा EPS टपिक KHRD korea.or.kr बाट प्राप्त गर्न सकिनेछ भनेको छ। अन्तिम सफल उम्मेदवारको वैधता नतिजा प्रकाशन भएको मिति 2 वर्षसम्म मात्रै हुनेछ अरे। अब तपाईँको अङ्कभार कति हुनेछ, रिडिङमा 20 प्रश्न 50 अङ्कको जुन 25 मिनट टाइम हुन्छ। लिसनिङ पनि 20वटा प्रश्न हुनेछ जुन 50 अङ्कको हुनेछ अनि 25 मिनटको हुनेछ। जम्मा 40 प्रश्न 100 पूर्णाङ्क जम्मा 50 मिनटको परीक्षा हुनेछ र दोस्रो सिफ्टको परीक्षा समाप्त भइसकेपछि अनि 1 घन्टाको हुनेछ भनेको छ। जस्तो कि लन्च ब्रेक भनेको 11:55 देखि 12:55सम्म 1 घन्टाको हुनेछ भनेको छ। इपिएस परीक्षा वस्तुगत बहुउत्तर मल्टिपल चोइस क्वेसनको मूल्याङ्कनका आधारमा हुनेछ। जस्तो कि तपाईँले मल्टिपल चोइस क्वेसन नै आउने हो, टिक लगाउने क्वेसनहरू आउनेछ है। परीक्षाको दिन पूर्व तयारीका नियमहरू परीक्षाले तोकिएको समयमा बहुमुखीकरण तथा का लागि परीक्षा केन्द्रमा अनिवार्य रूपमा आइपुग्नु पर्नेछ। तोकिएको समयभन्दा अलि अगाडि नै आइपुग्नु पर्छ है। अब तोकिएको प्रवेश समयभन्दा पछि आउने उम्मेदवारलाई परीक्षा हलमा प्रवेश गर्न दिने छैन भनेको छ। तोकिएको परीक्षा मिति र स्थान परिवर्तन गर्न सकिने छैन भनेको छ हैन। यस्तै भनेको छ। यो चाहिँ तपाईँले पढ्नु होला, सर्ट स्क्रिनसट लगेर पढ्न सक्नुहुन्छ। तपाईँले फर्म भर्दाखेरि गर्नुपर्ने उपक्षेत्रहरू के त, कुन सेक्टरमा भर्ने त, कुन सेक्टरमा काम गर्न चाहन्छ त्यही अनुसार म्यानुफ्याक्चर तर्फका यहाँ देख्न सक्नुहुन्छ। तपाईँले टक्क स्क्रिनसट गरेर मजाले हेर्न सक्नुहुन्छ। हेर्नुहोस् यहाँ ल खुलेको छ। सबैजनालाई बेस्ट अफ लक, राम्रोसँग पढ्नु होला भन्दै
धन्यवाद। यदि भिडियो जानकारीमूलक लाग्यो भने तपाईँलाई सब्सक्राइब गर्न नभुल्नुहोला है। ओके, थ्याङ्क यू सो मच।